त्यो 2 वर्ष अगाडि हामी एउटा बिहाको पार्टीमा थियौँ नागार्जुन पार्टी प्यालेसमा। त्यति बेला रामबहादुर दाई, अमर कुमार प्रधान, विजय चालिसे, म स्वयं र तेज प्रकाश श्रेष्ठ हामी त्यहाँ बसेर स्न्याक्स खाँदै थियौँ। त्यही बेला मलाई झट्ट के विचार आयो भने एकचोटि हाम्रो रामबहादुर दाईको चाहिँ गजल कार्यक्रम गर्नु पऱ्यो भनेपछि दाईले के भन्नु, ल भाइहरूले माया गरेदेखि म आउन्न र म जहाँ भने नि आउँछु, जहिले भने आउँछु भन्नुभयो। भनेपछि हामी त्यो बेलादेखि यो कार्यक्रम गर्ने भन्दै थियौँ। कहिले दाई बिरामी, कहिले म बाहिर, कहिले लकडाउन गरेर यो चौथो चोटिमा हामी सफल भयौँ। र हामी यहाँ अघि भनेको अघि हाम्रो शान्तिले भन्नुभयो गेस्ट को छ भन्नुभयो। हामी सबै गेस्ट, हामी सबै होस्ट, हामी यहाँ सबै एउटै परिवारका छौँ हामी। र अब हामी रामबहादुर पहाडेज्यूको सुमधुर गजल गायन कार्यक्रम सुन्न म तपाईँहरू सबैलाई स्वागत गर्छु। धन्यवाद। 2 लाइन नारायण गोपालको उदाहरणको लागि है, सबै मैले पुरा गर्दिनँ, तर चाहिँ लिरिक्स चाहिँ मेरो त्यो लास्ट जस्तो पनि भइसकेको थियो। रूपरेखामा चाहिँ संलग्न भएको बेलामा चाहिँ उसले चाहिँ यो पहिले आएको भए यो रेकर्ड हुन्थ्यो भन्थ्यो कि उसले मलाई। यो चाहिँ नारायण गोपालकै स्वरमा मैले 2 लाइन मात्रै भन्छु। प्रदीपलाई पठाउँछु। कति माया दिए मैले तिमीले मागे जाति, देखाइदियो दुनियाँलाई, लुकाइदियो मलाई बरु। कति माया दिए मैले तिमीले मागे जाति, देखाइदियो दुनियाँलाई, लुकाइदियो मलाई बरु। नारायण गोपालको छ नि, त्यो मैले उदाहरण मात्रै दिएँ। म अब यसमा अघि भनेको सुनाउँछु। के थिएमा के भए आज हाँस्नु रहर भयो, के पिए के थोपा जिन्दगी नै जहर भयो, के थिएमा के भए। सानैदेखि सँगलेका, सानैदेखि सँगलेका माया तिमीलाई अर्पिए। सानैदेखि सँगलेका माया तिमीलाई अर्पिए। गल्ली सारा साक्षी बस्ने, रिस गर्ने सहर भयो, के थिएमा के भए। आज हाँस्नु रहर भयो, के पिए के थोपा। थोरै मात्रै सुनाउँछु। तिम्रो आँखाको कसिङ्गर झैँ भएर फेकिए। तिम्रो आँखाको कसिङ्गर झैँ भएर फेकिए। त्यसैले त आफ्नै आँखा, त्यसैले त आफ्नै आँखा आँसु बग्ने नहर भयो, के पिए के थोपा जिन्दगी नै जहर भयो, के पिए के थोपा जिन्दगी
भए। यो अलरेडी रेकर्ड भएको छ आनन्द कार्कीको स्वरमा। अब हेर्नुहोस् है, फेरि मैले नभनी नभनी कुरा, यो 5 वर्षभन्दा बढी भयो। पैसा मैले पुरै तिरिसकेको छु। त्यो अर्गनाइजर जो सङ्गीतकार भनेर मैले पैसा दिएको थिएँ नि, हो उसले किन रोकिदिएको छ, किन रोकिदिएछ? पगलिरहेछ हिमाल तराई जलिरहेछ, भुइँचालो आउने हो कि पहाड गलिरहेछ। प्लिज ह्यान्डसप गरिदिउँ। कतिजनाले सुन्नुभएको छ? सबले सुनेको छ। सबै सुनेको। त्यसो भए यसलाई बन्दै गरौँ है। किन सुनेका छौँ भने हामीले सुनेको छैनौँ। हो अहिले पो सुनेको छ। त्यो अर्थमा भन्नुभयो अहिले पहिला सुनिसकेको भनेको मैले चाहिँ सुनेको छु। रेडियोमा एउटै कदम सहजोडी सुन्छौँ। पगलिरहेछ हिमाल तराई जलिरहेछ, भुइँचालो आउने हो कि पहाड गलिरहेछ। रोइरहेछन् आमा जङ्गे पिलर सरेर, रोइरहेछन् आमा जङ्गे पिलर सरेर, ठुलो माछोले सानो, ठुलो माछोले सानो माछो निलिरहेछ, भुइँचालो आउने हो कि पहाड गलिरहेछ। यो गजलमा र शेरमा ताली पनि बजाउँछन्। साँच्चै नै भने है, जब कट पऱ्यो भन्छ नि, मजा आयो भने गर्ने हो। त्यो जतिखेर पनि त्यत्तिकै फर्मस गर्ने होइन। इन्डियामा अझ वाह वाह भन्छ। अब त्यो बोल भने मैले अब यहाँ अर्को यो धेरैले थाहा नभएको कुरा छ। यहाँ चाहिँ मलाई भैरव रिसाल दाइले भनेपछि राखेको यो लिम्पी अधुरा दुख्यो दुखिरहेछ सुस्ता, रामा जन्मेको लिम्पी अधुरा दुख्यो दुखिरहेछ सुस्ता, सत्ताको लागि सत्ताको लागि झगडा चलिरहेछ, भुइँचालो आउने हो कि पहाड गलिरहेछ। अर्को शेर पनि सुनाउँछु। मार्यो कलेटी मैना, मार्यो कलेटी मैना, निर्मला कसले मार्यो, मार्यो कलेटी मैना, निर्मला कसले मार्यो, पायो र दण्ड कसले, पायो र दण्ड कसले, मर्ने मरिरहेछ, भुइँचालो आउने हो कि
रहेछ। लास्ट अन्तिम शेर। बोल्दैन ढुङ्गे देउता, बोल्दैन एउटा नेता, बोल्दैन ढुङ्गे देउता, बोल्दैन एउटा नेता। देशको सिमाना ओरा, देशको सिमाना ओरा ओरा सरिरहेछ। भुइँचालो आउने हो कि पहाड गलिरहेछ, पगली रहेछ हिमाल, तराई जलिरहेछ। भुइँचालो आउने हो कि पहाड गलिरहेछ। फुलबारी तिम्रो राम्रो, भो फुल फुलेर फेरि मालिक चढ्छ यसलाई छोड है। भाइलाई जुन रातमा हिँड्यो बटुवा, हातमा लिएर राको, रातमा हिँड्यो बटुवा, फर्केर आउला कि, फर्केर आउला कि, बाटो भुलेर फेरि फुलबारी तिम्रो राम्रो, भो फुल फुलेर फेरि। यो बङ्गलामा पनि रेकर्ड भएको छ, अनुवाद गरेर रेकर्ड भएको छ, बङ्गलादेशबाट आएको छ नि त्यति बेला। घर छैन बन्चरीको, घर छैन बन्चरीको, घर छैन बन्चरीको, स्वतन्त्र छ त्यसैले। घर छैन बन्चरीको, स्वतन्त्र छ त्यसैले। जहाँ रात पर्ला बस्ला, जहाँ रात पर्ला बस्ला, रनवन उडेर फेरि फुलबारी तिम्रो राम्रो, भो फुल फुलेर फेरि। अर्को शेरबाट सुनाउँछु बङ्गाली सुन्नु। मारे सबैले माया, अभिनव मैले सम्झेँ शान्तिजी नै हो त्यहाँ उफ्रेको थियो। कहाँ मारेको छ मैले, हामीले मारेको छैन भन्नु याद होला है, मैले सम्झेँ तपाईँलाई। मारे सबैले माया, मारे सबैले माया, मारे सबैले माया, भइगो नरो पहाड, मारे सबैले माया, भइगो नरो पहाडी। प्रीति गरेर फेरि, प्रीति गरेर फेरि, नगरे भुलेर फेरि फुल
दिलभरि तिम्रो राम्रो भो फुल फुलेर फेरि कोरस गर्न मिल्छ है प्लिज होइन जलिसक्छ त्यो स्वरै चाहिने जरुरी छैन नि त सेवाजी हुनुहुन्छ स्वर कुनै जरुरी छैन स्वर हुनुपर्छ भन्ने जरुरी छैन कता नुन चाहिँ भयो सहयोग गर्छ जिन्दगी वारी भयो जिन्दगी वारी भयो न त यो पारी भयो जिन्दगी वारी भयो न त यो पारी भयो आफैलाई आज किन यो ठुलो भारी भयो अलिक माथि जिन्दगी वारी भयो न त यो पारी भयो आफैलाई आज किन यो ठुलो भारी भयो मुखले बोल्न हुने मुखले बोल्न हुने न छाती खोल्न हुने मुखले बोल्न हुने न छाती खोल्न हुने जहाँ छौँ घोचिदिने यो काँडा घारी हाम्रो जीवनलाई लक्षित गरे जस्तो हजुर हामी जस्तै बुढेलीका जीवनलाई लक्षित गर्नु जसलाई पनि मिल्छ मैले के पाप गरेँ मैले के पाप गरेँ सबैलाई माया गरेँ मैले के पाप गरेँ सबैलाई माया गरेँ न कोही साथी भयो न त घरबारी भयो जिन्दगी वारी भयो न त यो पारी भयो आफैलाई आज किन यो ठुलो भारी भयो यसको सङ्गीत पनि यस्तै छ जाउँ भने जाउँ कहाँ जाउँ भने जाउँ कहाँ बस्ने ठाउँ छैन यहाँ जाउँ भने जाउँ कहाँ बस्ने ठाउँ छैन यहाँ सधैँ यो भाग्यसँग क्यालुका मारी भयो वारी भयो न त यो पारी भयो आफैलाई आज किन यो ठुलो भारी भयो यसको एउटा स्टेज सुनाउँछ मरेको छैन झै जिउँदैछु आज तर मरेको छैन झै जिउँदैछु आज तर के भयो दोष मेरो यो महामारी भयो वारी भयो न त यो पारी भयो आफैलाई आज किन यो महामारी भयो यसलाई म आफैले गराउन चाहन्छु है आफै स्वरमा मरेको छैन झै जिउँदैछु आज तर मरेको छैन झै जिउँदैछु आज तर के भयो दोष मेरो यो महामारी भयो
मेरोले भइसके बुढी म जोगी बन्न बाँकी छ बिते ती दिन गए कहाँ बितेर ख्याल ख्यालैमा बिते ती दिन गए कहाँ बितेर ख्याल ख्यालैमा धेरै साथी गए माथि धेरै साथी गए माथि पहाडी धन्न बाँकी मभन्दा अलि उमेर घावाका त रिसाउँछ मभन्दा जेठाहरू त रिसाउँछ कृष्णजङ त्यो राणा छ नि मूर्खा यता छु मूर्खा उता कुनै दिन एकाडेमीको वार्षिकमा सुनाएको यता छु मूर्खा उता कुनै दिन यता छु मूर्खा उता कुनै दिन सरेपछि म प्राज्ञा हुने हो थाहा छ मलाई पुर्छन् कि पुर्छन् थाहा छ मलाई पुर्छन् कि पुर्छन् मरेपछि म प्राज्ञा हुने सम्झन्छु झलझल सपना झैँ लाग्छ आमाको काखे थिए माझ शक्ति न चढ्न भर्याङ चितामा शक्ति न चढ्न भर्याङ चितामा चढेपछि म प्राज्ञा हुने हो यसलाई चाहिँ रिपिट गरिदिनु होला है सबैले कोरस गरिदिनु होला है प्लिज मेरो सहरमा केही राग छैन सहरमा केही राग छैन सुनसान छ गाउँ कहाँ बास बसौँ कहाँ बास बसौँ स्वतन्त्र थिए जालीको जालमा स्वतन्त्र थिए जालीको जालमा परेपछि म प्राज्ञा हुने अर्को छेड छ धेरै थिए साथी आए हँसाए गए रुवाए एक्लै गराए गर्दैछु आफै आफ्नो क्रिया गर्दैछु आफै आफ्नो क्रिया गरेपछि
पछिमा प्राज्ञ हुने त्यो तान छ 200 बस ऊ पनि प्राज्ञ हुनेवाली नै हो। गइराखेकै छ नि। छु मूर्ख उता कुनै दिन सरेपछि म प्राज्ञ हुने सोध्यौ मलाई सञ्चय भनेर सोध्छौ नि अहिले मलाई पनि कति विजय हो सोध्यौ मलाई सञ्चय भनेर तपाईँले पनि सोध्यो सोध्यौ मलाई सञ्चय भनेर यो देश सन्चो भए पो म सन्चो कडाजी सोध्यौ मलाई सञ्चय भनेर यो देश सन्चो भएको म सन्चो तुइनको ठाउँमा बन्ने भयो पुल तुइनको ठाउँमा बन्ने भयो पुल तरेपछि म प्राज्ञ हुने तरेपछि म प्राज्ञ हुने हो थाहा छ मलाई पुर्छन् कि पुर्छन् मरेपछि म प्राज्ञ हुने पुर्छन् कि पुर्छन् मरेपछि म प्राज्ञ हुने तरेपछि म प्राज्ञ हुने हो। यो त मजा आयो नि छन् थुप्रै छन् मजा आउने खालका अस्ति यो कम्पिटिसनमा सुनाएकै हो एकाडेमीमा यसको लागि चाहिँ सायद मलाई लाग्छ यही नै होला है भरेको छैन यहीलाई सुनाएको थिएँ मैले मनमा खुराओ भाका जुराओ मेरो गजौ यो गाउँ है प्रिय आज के भयो पनि झन् पो आइरहेछ हो साँच्चै हो मनमा फुराओ भाका जुराओ मेरो गजौ यो गाउँ है प्रिय खै भेट फेरि होला नहोला जिएर चिनो जाऊ है प्रिय यो अस्तिसम्म एकाडेमीमा चाहिँ 68,200 हेरेछ त्यति सुने रहेछ तर हामी छैनौँ है यो मध्ये कोही सुनेको मैले त सुनेको छैन त्यो ट्युन पनि त गर्नु पऱ्यो नि अरूले गर्छन् आफूले होइन नै त्यो लगाउनु पऱ्यो नि त आफूले अनि पो थाहा हुन्छ त्यो नभइकन त देख्छु म एक्लै सबलाई देख्छु म एक्लै सबलाई एक्लै माए एक्लै छु अब मजा है एक्लै माए एक्लै
एक्लै छु यहाँ नरुख एउटा नछञ्चरा नै नरुख एउटा नछञ्चरा नै आँगन मेरो सजाऊ है प्रिय भन्छन् कसैले माथि छ स्वर्ग माथि छ स्वर्ग आकाश मात्रै देख्छु म माथि देख्छु म माथि जहाँ छ नेपाल स्वर्ग त्यही छ जहाँ छ नेपाल स्वर्ग त्यही छ देशको क्रिया खाऊ है प्रिय देशको क्रिया खाऊ है यो जल यो वायु अग्नि छ यहाँ आमा बिनाको जीवन छ कहाँ आकाश धरती भन्दा ठुलो छ आकाश धरती भन्दा ठुलो छ आमाको सत बचाऊ है प्रिय खै भेट फेरि होला नहोला दिएर चिनो जाऊ है अब यसको अन्तिम शेर छ त्यो सबैले किन गरिदिनु है सबैले बुझ्छन् ट्रान्सफर गरिदिनु ल आउनुहोस् मात्र लास्ट सोर्स मनमा कुराओ भाका जुराओ मेरो गजल यो गाउँ है प्रिय क्याच गर्न सकेन खै त आवाज आएन त शान्तिजीले मात्रै सबलाई दमन अलि नजिक आउनु त अलि नजिक आउनु शान्तिजीकोले मात्रै चाहिँ शान्तिजीसँग मैले एउटा कार्यक्रममा दोहोरी गाउँछु छ त्यो किताब दोहोरी भनेको चाहिँ हे गाउने होइन यस्तै अभिनवमा गएको लास्ट हो है यसको आऊ कसोरी तिम्रो बिहामा आऊ कसोरी तिम्रो बिहामा कसले पठायो निम्तो मलाई आऊ कसोरी तिम्रो बिहामा कसोरी तिम्रो बिहामा कसले पठायो निम्तो मलाई आऊ कसोरी तिम्रो बिहामा कसले पठायो निम्तो मलाई निम्तो मलाई निम्तो त एक दिन आउँछ अवश्य मेरो मलामी
आऊ है प्रिय मेरो मलामी आऊ है प्रिय मेरो मलामी आऊ है प्रिय भएदेखि एउटा छ मेरो फरमाइस हस् ल अब अन्तिम दाइको फरमाइस खोज्यो भेट्यो भने एउटा शृङ्गारिक पुरै शृङ्गारिक पनि सुन्नु पर्यो पुरै सिङ्गारीकै सुन्नु सही श्रृङ्गार पनि छ यथार्थ पनि छ कसै मार्मिक कति छ सबै रसहरू छन् नभएर उसले कौनमणिले चाहिँ क्या दर्शन गुमाए घोषाइस भन्थे यही सुनाउँदाखेरि जस्तो चाहिँ नि महेन्द्र चालिसेमा सङ्गीतप्रति लगाव छ नि प्रेम छ नि आस्था छ नि है ठ्याक्कै चाहिँ बहिनी पनि त्यस्तै त्यो सुन्नमा मात्रै हेरे दाइ स्वर पनि दिइराख्नु भएको छ घरिघरि आएको छ है सुन्न मात्रै मलाई भने मैले उसको भने होइन मेरो होइन उहाँ स्वर पनि दिइराख्नु भएको ऊ त बजाउँछ त हार्मोनियम छ अनि त रमेश विकलको मैले गाउँ देखेकै छैन ए रमेश दाई त हार्मोनियम बजाएर मेन्डोलिन कस्तो बजाइन्थ्यो हामी सानो सानो हुँदा अब त बाँसुरी र भयलेन हो सबभन्दा प्रिय म चाहिँ सुन्नमा चाहिँ सौकिन हो यो मेरो फरमाइसमा यो सुनाउँछु त्यहाँबाट चाहिँ विचार है भन्छन् कसैले के भन्छन् भन्छन् कसैले बुढो भए पनि तन भन्छन् कसैले बुढो भए पनि तन्नेरी नै रहन्छ बुढो भए पनि मन भन्छन् कसैले बुढो भए पनि तन्नेरी नै रहन्छ बुढो भए पनि मन कस्तो लाग्यो तपाईँहरू त्यो स्टेजमा पुग्नु भएको छैन त्यही भएर थाहा हुन्न तपाईँलाई उहाँलाई अलिक थाहा हुन्छ के अरे उहाँको नाम रामेश्वर चापागाई रामेश्वर चापा होइन रामेश्वर भाइ भाइ भने है नरिसाउनु होइन दाइ ढाँट्नु भयो होइन तपाईँलाई थाहा हुन्छ भने के यो कुरो अरूलाई थाहा हुँदैन भन्छन् कसैले बुढो भए पनि तन्नेरी नै रहन्छ बुढो भए पनि मन हो कि नै भन्नुहोस् न रामेश्वरजी हजुर हाँस खेल गर मजाले आउँदैन फेरि कहिले हाँस खेल गर मजाले आउँदैन फेरि कहिले हर्केर लालु पाते फुलको सरी यो जोवन तन्नेरी नै रहन्छ बुढो भए पनि शाश्वत अभिव्यक्ति ल एउटा लास्ट सुनाउँछु यसकै हो तेरो कुरा छ सोझो बङ्ग्याउने सबै छन् तेरो कुरा छ सोझो बङ्ग्याउने धेरै छन् भइगो नगर पहाडी
बेकारको यो गन्थन तन्नेरी नै रहन्छ बुढो भए पनि चारै दिशा घुमेर फुलबारीमा झुमेर चारै दिशा घुमेर फुलबारीमा झुमेर रसको निहुमा भुल्दा रसको निहुमा भुल्दा भमरो परेछ बन्धन तन्नेरी नै रहन्छ बुढो भए पनि तपाईँको फलमास भएको हुनाले पुरै सुनाउँछु है। वनको त्यो बाघ होइन तपाईँलाई वनको यो बाघ होइन मनैको बाघले खाला वनको यो बाघ होइन मनैको बाघले खाला खुसी खुसीले बाँचे खुसी खुसीले बाँचे 100 वर्ष हुन्छ जीवन 100 वर्ष हुन्छ जीवन तन्नेरी नै रहन्छ बुढो भए नि तपाईँको कक्षामा मेरो हिसाबले 77 27 बाँकी छ या 100 हो भने के 100 हो एउटा मेरो फरमाइस छ लोकगीतमा आधारित गरेको बस आँगनीमा मेरी माया तिमीलाई यो पनि सिङ्गारी छ डोयल हुन्छ त्यही आऊ बस आँगनीमा मेरी माया तिमीलाई जुगै भयो नदेखेको मेरो माया तिमीलाई जुगै भयो नदेखेको मेरो माया तिमीलाई आऊ बस आँगनीमा मेरी माया तिमीलाई आऊ बस आँगनीमा मेरी माया तिमीलाई जुगै भयो नदेखेको मेरो माया तिमीलाई जुगै भयो नदेखेको मेरो माया तिमीलाई चिठी लेखे फर्किआयो चिठी लेखे फर्किआयो खबर गयो कहाँ 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 सपनीमा सधैँ देख्छु मेरो माया तिमीलाई सपनीमा सधैँ देख्छु मेरो माया तिमीलाई यहाँ लङ्का भन्ने शब्द छ लङ्का भनेको टाढालाई भन्छ साहित्यमा लोक साहित्य छैन तारा बोलौँ भने छैन तारा बोलौँ भने लङ्का स्वर नपुगिने
पशु भने लङ्का सोरा नपुगिने सन्चो छ कि बिसन्चो छ तर माया तिमीलाई सन्चो छ कि बिसन्चो छ तर माया तिमीलाई तपाईँले त मलाई सोध्नु भएको थियो मैले यही सोधेँ है हस्। अब दुई सेट विष्णु भने सम्झिने झन् विष्णु भने सम्झिने झन् सम्झु भने मनै रुने विष्णु भने सम्झिने झन् सम्झु भने मनै रुने जुनीभरि बिर्सन्न निठुर माया तिमीलाई जुनीभरि बिर्सन्न निठुर माया तिमीलाई लास्ट पंख छैन उडो भने पंख छैन उडो भने जाउँ छैन बसौँ भने पंख छैन उडो भने छैन ठाउँ बसौँ भने पंख छैन उडो भने छैन ठाउँ बसौँ भने मरु भने माया लाग्छ मेरो माया तिमीलाई मरु भने माया लाग्छ मेरो माया तिमीलाई आऊ बस अगनीमा मेरी माया तिमीलाई जुगैभरि बिर्सन्न मेरो माया तिमीलाई मेरो माया सबैमा मेरो नमस्कार सबै साहित्यकारहरूमा आज यो अपूर्व अवसर उहाँका फुटकर गजलहरू त ठाउँ ठाउँमा सुनेको हो विभिन्न कार्यक्रमहरूमा तर एकै सिटिङमा एकै बसाइमा यति धेरै गजल सुन्ने अवसर जुराइदिएकोमा भाइ महेन्द्र चालिसेलाई धेरै धेरै धन्यवाद र तयारी गर्ने मैले इन्दिरालाई धेरै धेरै धन्यवाद र आउने सबैलाई धन्यवाद र विशेष धन्यवाद रामबहादुर दाइलाई जो नभएको यो कार्यक्रम हुँदैन थियो। आज उहाँका विभिन्न गजलहरू सुन्यौँ त्यसमा आङ जुरुक्क पार्ने खालका एउटा राष्ट्र भक्तिका गीतहरू पनि छन्। शान्तिको फरमाइसमा पछिल्लो त साँच्चीकै माया प्रीतिकै गीत आयो अघि होइन। अब त्यो विशेष गरी मलाई लाग्छ शान्तिको फरमाइस अनुसार आयो हो। तर के भने हिजो गजल भन्नासाथ रसमय अब त्यो प्रेमको कुरा आउनै पर्ने त्यसले अब डाँडो काटिसक्यो त्यो सोच अहिले। गजलमा पनि क्रान्ति हुन्छ, गजलमा पनि विचार हुन्छ, गजलमा पनि दर्शन हुन्छ होइन, नयाँ नयाँ सोचाइहरू हुन्छ भन्ने चाहिँ अब धेरै प्रमाणित भइसकेका छ। र त्यो प्रमाणित गर्नेमध्ये एकजना उहाँ नै हुनुभयो, बुध राणा हुनुभयो, मनु ब्राजाकीहरू हुनुभयो, ललिजन रावलहरू हुनुभयो। उहाँहरूले यो कुरालाई सिद्ध गरिसक्नु भएको छ र अब बाध्य भएर ज्ञानवाकरहरू पनि यो लाइनमा आउनुपर्ने स्थिति चाहिँ निर्माण भएको छ। तर ज्ञानुलाई चाहिँ एउटा श्रेय दिनुपर्छ। लुप्त प्राय भएको गजललाई एउटा प्राण दिएर आन्दोलनको रूपमा अघि बढाएको चाहिँ ज्ञानवाकरले नै हो फेरि। त्यसैले त्यो शृङ्गारिकता, गजल भन्नासाथ शृङ्गारिकता हुनुपर्छ, तर शृङ्गार र अरूको त्यो मिश्रण हुनु पर्यो। शृङ्गार सहित त्यसमा विचार पनि हुनु पर्यो, दर्शन पनि हुनु पर्यो, एउटा राष्ट्रिय सोच र त्यो सुनेपछि आङश्रिङ्ग गर्ने खालको भावना हुनु पर्यो। खालि माया प्रीतिका कुराहरू मात्रै होइन। माया प्रीतिका कुरा त सबैले गर्छ, धेरै लेखिएका छन्, गीतहरू लेखिएका छन् ऊ छन्, तर जीवन त्यति मात्रै त होइन होइन। अब हाम्रो उद्देश्य त त्यति मात्रै होइन। हाम्रो उद्देश्य त मान्छे हो, मान्छेको जीवन हो, उसका पीडाहरू हुन्, उसका दुःख दर्दहरू हुन्, उसका सुख दुःखहरू, त्यसलाई पनि
गजलले समेट्दै आएको छ त्यसलाई म साह्रै नै सुन्दर पक्ष ठान्छु। पहिलाको उसमा एउटा नयाँ दिशान्तर हुँदैछ, नयाँ खालको मार्ग निर्देशन गर्दैछ र त्यो मार्ग निर्देशनमा रामबहादुर दाई उहाँको महत्त्वपूर्ण योगदान छ। उहाँले उमेरले मभन्दा जेठो मेरा अग्रज, तर भावनाले स्पिरिटले मभन्दा धेरै खान्छु है कि त्यस्तो व्यक्तित्व उहाँ नपुग्नु भएको केही छैन। जहाँ अब पुग्नु भएको छ, जहाँ सुन्नु पाइन्छ ऊ छ, त्यो खालको उत्साह, त्यो खालको ऊ अझै 20औं वर्ष रहोस्, मेरो धेरै धेरै शुभकामना है कि। र अब अरू धेरै नभनौँ, यहाँ धेरै साहित्य प्रेमी साहित्यकारहरू हुनुहुन्छ। अब यसरी यो आज जुन रामबहादुर दाइले यो अपूर्व अवसर जुटाइदिनु भयो त्यसको लागि सबैलाई म महेन्द्रको तर्फबाट पनि धन्यवाद भन्छु, मेरो तर्फबाट पनि धन्यवाद भन्छु। र अन्तिममा के भन्छु भने यहाँ नजिकै एउटा साहित्यिक तीर्थस्थल भन्छु म त, यहाँहरू मान्नुहुन्छ मान्नुहुन्न मलाई थाहा छैन, एकदम रमेश विकल साहित्य प्रतिष्ठान छ। 100% हामी परिवारले नै हाम्रो पैतृक घर जग्गा दिएर सङ्ग्रहालय बनाएका छौँ। त्यहाँ रमेश विकललाई बुझ्ने धेरै कुराहरू छन्, त्यो आइदिएर हेरिदिनुहोस्। यहाँ मात्रै धेरै आउनु भएको छैन मलाई थाहा छ, केही त आउनु भएको छ, केहीले रामबाबुजी नै आउनु भएको छैन होइन, आएर हेर्नु भएको छ तपाईँले छैन। त्यहाँ पनि आइदिनुहोस्, त्यसलाई पनि माया गरिदिनुहोस्, मेरो यो अनुरोध। नजिकै भैरव पुस्तकालय छ, भैरव पुरस्कार गुठी छ, त्यहाँ हामीले केही सक्दो काम गर्दैछौँ। त्यसका खम्बाहरू उद्धव वसन्त त मूल खामो नै भयो है कि। त्यसपछि उद्धवहरू हुनुहुन्छ यहाँ, अब एउटा चाहिँ म पनि हुँ, एउटा हस्तेमा आइसके गरिदिने है कि। हामी मुख लाउने हौँ, काम गर्ने उहाँहरू हो है कि। यसरी त्यो पनि छ, त्यहाँ पनि कहिलेकाहीँ आइदिनुहोस्। नजिकै देवकोटा पार्क छ, अति सुन्दर छ, भाइहरूले बडो राम्ररी त्यसको व्यवस्थापन गर्नुभएको छ, त्यो पनि हेरिदिनुहोस्। अब सधैँ सहरमुखी हुने होइन, सधैँ महाराजगञ्ज होइन, आरुबारीलाई तिर जोरपाटीतिर पनि यसो आइदिनु होला। बोलाएको बेला मात्रै आउने होइन, अघि पछि पनि आउनु होला। यहाँलाई सबैलाई सधैँ स्वागत छ। यति भन्दै म आफ्ना केही भावनाहरू यही विसर्जन गर्छु। हस्, धन्यवाद।